गुड मर्निङ सबैजनाले नमस्ते छ। आज म तपाईहरुको बीचमा एउटा सर्ट भिडियो लिएर आएको छु। यहाँ बहिनी हेर्नु सक्नुहुन्छ, एकदमै रिसाइराख्नु भएको छ। किन भन्दाखेरि चाहिँ यहाँ मटर र आलु पकाउनु भएको रे 9 बजेको खोइ पाकेकै छैन हो। पुरा रिसाउनु भएको छ। संगीता खोइ यता फेस गाइसहरुले यसो हेर्नु सक्नुहुन्छ, पुरा बम भइरहेछ आज। तपाईहरुलाई आज चाहिँ म एउटा खास कुरा भन्नु जाँदैछु। आज चाहिँ एकदमै खुसी छु, किन भन्दा चाहिँ आज चाहिँ मेरो गाउँको साथी आउनु हुँदैछ आसामबाट। लगभग हामी नभेटेको 15 साल भयो। एकदमै खुसी छु, त्यसले गर्दा आज चाहिँ म छुट्टी लिएको छु। मेरो आज अफ डे छ। यहाँ बहिनी चाहिँ हेर्नु सक्नुहुन्छ। कति सिटी भयो संगीता? 50 सिटी। पुरा ढिलो भइसक्यो ड्युटी पनि। एकदमै रिसाइराख्नु भएको छ। 50 सिटी मारिदियो भन्नु हुँदैछ हो। त्यो भाइयाले चाहिँ गएर एकदमै थप्पड एकदम दिएर आउनु मन परिरहेको छ भन्नु हुँदैछ बहिनीले रिसोले। खोइ मटर तो अच्छा है दीदी, जल्दी वो होता है भन्दै थियो। खाने में पूरा टेस्टी है, आप लेके जाइए दीदी, अच्छा है भनेर पुरा गरेको थियो कि। तर अहिले गएर चाहिँ थप्पड दिनु मन पर्यो रे। आज चाहिँ साह्रै रिस उठेको रहेछ। मेरो भिडियो तपाईहरुले मन पर्छ भने प्लिज फॉलो एंड सब्सक्राइब गरिदिनु होला। आज चाहिँ तपाईहरुको बीचमा म यति नै छोटो भिडियो लिएर आएको छु। नेक्स्ट भिडियो हेर्नुको लागि फॉलो गरिदिनुहोस्। म देखाउनु छु नेक्स्ट भिडियोमा। मेरो गाउँबाट साथी आउनु हुँदैछ भेट्नु। ओके, बाई बाई।